साथीहरू तपाईहरुलाई स्वागत छ। आज म हजुरहरुलाई सिकाउँदैछु हामीले कम्प्युटरमा चाहिँ बोलेर कसरी टाइप गर्न सक्छौं भन्ने कुरा। हामीले चाहिँ कुनै कुराहरु बोलेर त्यो चाहिँ माइक्रोसफ्ट वर्डमा या कुनै पनि प्रोग्राममा चाहिँ त्यो टाइप भइदिने हो भने कति सजिलो हुन्थ्यो जस्तो लाग्छ हामीलाई। त्यही कुरा चाहिँ आज म तपाईहरुलाई सिकाउँदैछु। हजुरहरुले किबोर्डमा चाहिँ विन्डोज की हजुरहरुलाई थाहा छँदैछ। विन्डोज कीसँग हजुरहरुले चाहिँ यच प्रेस गर्नुभयो भने भोइस टाइपिङको चाहिँ एउटा अप्सन तपाईहरुको अगाडि देखा पर्छ। जस्तो यसलाई मैले विन्डोज कीसँग यच प्रेस गरेर भोइस टाइपिङको एउटा अप्सन यहाँ निकाल्छु र म बोल्न थाल्छु, त्यो कुरा टाइप हुन्छ। हेर्नुस् है त, विन्डोज कीसँग यच। माई नेम इज अनुप, योर कम्प्युटर टिचर। I am here to help you learn computer skill. ल हेर्नुस् त, यो तरिकाले चाहिँ हामीले बोलेर यहाँ टाइप गर्न सक्छौं। तपाईहरुले पेपरमा भएको कुरालाई आफूले पढ्न सक्नुहुन्छ र त्यो कुरा चाहिँ यहाँ टाइप भइरहेको हुन्छ।